हेलो एभ्रिवान, नमस्ते। म हजुर झिम एउटा सानो भिडियो लिएर आएको छु। आज मैले पकाएँ करेलाको तरकारी। यता फेरि मैले कलेजो पाङ्रा पकाउन लाग्छु छु। के गर्ने गाइस, कुकम्यानसँग बिहा गरेर पनि दुःख हुने रहेछ। कहिले यो खान्छु कहिले त्यो खान्छु। राम्रोसँग दाल भात तरकारी सब्जी चटनी अचार जे बनाए पनि फेरि मासु चाहियो गरे। हजुरहरूको बुढाले पनि यस्तै डिमान्ड गर्छ। मेरो त बात कुक त कुक चाइनिज कुक पढेर दिमाग खराब भयो। कहिले इन्डियन खाने गरे, कहिले चाइनिज खाने गरे, कहिले सादा खाने गरे। ए भगवान्, नर्मल खाना त हो तिमी खाना खोज्ने, त्यसमा पनि के चाहिन्छ। मैले त सादा पकाइदिन्छु। तेल हाल्यो सरसोको, अनि प्याज खोर्सानी हाल्यो, नुन र बेसार हाल्छु, अनि त्यस्तै भुटे परपर दिन्छु। एउटा कुरा भन्न चाहन्छु, सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जसलाई लाइक गर्नुभयो, कमेन्ट गर्नुभयो, मलाई अझै माथि चढाइदिनु भएकोमा सबलाई धन्यवाद। अझै पनि हजुरको माया प्यार सबै चाहिन्छ। हस्, धेरै त बोल्न आउँदैन। हस्, धन्यवाद, नमस्कार।